विश्वले विद्यार्थी जनआन्दोलन र विद्यार्थीको प्रतीकको रूपमा स्मरण गर्ने गर्दछ। विश्वभरिका विद्यार्थीहरूको अधिकार, आवाज, स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालाई सहयोग र सम्मान गर्ने गर्दछ भने शिक्षामा हुने असमानता, हिंसा, राजनीतिक दमन र अन्याय विरुद्ध जागरुकता फैलाउन यस दिवस मनाउने गरिएको छ। त्यसैगरी विद्यार्थीहरूलाई शान्ति, एकता र परिवर्तनको शक्तिको प्रतीकको रूपमा सम्मान गर्न र गुणस्तरीय, सुरक्षित र सहशिक्षा सबैलाई उपलब्ध गराउन यो विश्वभर मनाइने गरिएको छ। विद्यार्थीहरू कुनै पनि समाज र राष्ट्रको भविष्य र शक्ति हुन्। उनीहरू विज्ञान, संस्कृति, समाज परिवर्तन र नेतृत्वमा महत्त्वपूर्ण भूमिका खेल्दछन्। यस दिनले विद्यार्थीहरूको आवाजलाई बलियो बनाउँदै उनीहरूलाई शिक्षा, अवसर र अधिकारका लागि उभिन प्रेरित गर्दछ। संघर्षमा परि शिक्षाबाट वञ्चित, शोषित र दमन परेका विद्यार्थीहरूको विश्व समुदायलाई यस दिवसले सचेत गराउँदछ। नेपालमा पनि यो दिन विद्यालय, कलेज र विश्वविद्यालयहरूमा विचार गोष्ठी, अन्तर्क्रिया लगायत विविध कार्यक्रम गरी मनाइने गरिएको छ। विद्यार्थीहरूको अधिकार, शिक्षा सुधार, क्याम्पस स्वायत्तता र सुरक्षित वातावरणको विषयमा छलफल गरी मनाइने गरिएको छ भने यस दिनले विद्यार्थीहरूलाई सकारात्मक परिवर्तनको नेतृत्व गर्न प्रेरणा दिने गर्दछ। अन्तर्राष्ट्रिय विद्यार्थी दिवसले सबैलाई सम्झाउँछ कि शिक्षा हरेक मानवको अधिकार हो र विद्यार्थीहरूको आवाजले विश्व परिवर्तन गर्न सक्छ। त्यसैले विद्यार्थीहरू केवल कक्षा कोठामा मात्र होइन, समाज, राष्ट्र र विश्व निर्माणमा पनि योगदान गर्न सक्नेछन् भन्ने आजको नारा सहितको यो अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइने गरिएको छ। विद्यार्थीहरूलाई आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको धेरै धेरै शुभकामना। पक्कै पनि असल राष्ट्र र असल समाज निर्माण गर्न हाम्रा पनि विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेछन् भन्ने मैले विश्वास लिएको छु। सबैलाई धन्यवाद। अब यसरी मैले विद्यार्थीहरूलाई पटक पटक यो